रारामा चाहिँ अब घोडामा जानुभयो हामी तिनजना चाहिँ हिँड्दैछौँ अहिले महासुमा चाहिँ वकिङ ट्रेल गयो गोरुघाट आउनै पर्ने गन्तव्य हो राराको फुल भ्यू लिनको लागि चाहिँ हामी खिच्ने कोसिस गर्नेछौँ अर्का सुन्न डे 7 हामी छौँ माझघट्ट रारामा छौँ रारा दरबार होमस्टे उहाँ दाइ हुनुहुन्छ हाम्रो है उहाँलाई हिजो पनि हामीले उहाँ हुनुहुन्थ्यो हाम्रो भिडियोमा उहाँकै होटेल हो यो सो उहाँले सञ्चालन गरिरहनु भएको छ अहिले मिठो खाना खुवाउनुभयो हिजो हामीले यहाँ बब्बाल च्याङ्रा आधा रात रारा तालमा एउटा सिँगै च्याङ्रा काट्न लगाएको छौँ च्याङ्रा ढालेर हामीले खुवाउनुभयो यस्तो मिठो च्याङ्रा अब बाँकी भएर हामीले बाँकी भएको च्याङ्रा चाहिँ हामी माथि भ्यू टावरमा गएर चाहिँ खाने प्लान गर्दैछौँ र यसैका साथ हाम्रो यता पो हाम्रो राजेन्द्र सरलाई चाहिँ हामीले खड्का सरलाई चाहिँ हामीले भेट्यौँ अन द वे टु रारामा उहाँलाई चाहिँ हामीले उहाँ पनि एक्लै आउनु भएको रहेछ होइन सो वाइ नट हामी सँगै अब उहाँ पनि अब हाम्रो बाइचान्स उहाँको छिमेकी पर्नु भएको छ होइन निरजको अब हामी सँगसँगै हुनुहुन्छ उहाँ अब हामी जहिलेसम्म रारामा छौँ अब यहाँ चाहिँ घोडा हामी अहिले निरजको घोडा कुरिरहेछौँ अहिले निरज आज पनि घोडामै ट्राभल गर्दैछ उसलाई अलिकति ब्याकको प्रब्लम छ ल अल द बेस्ट ल घोडा आएछ ल है घोडा आयो ल आयो कुन चाहिँ हो यस्तो तेस्रो बसेको तल जाँदै गरेको ल त्यही रहेछ घोडा ल निरजको घोडा त्यही नै रहेछ यसको साथी एउटा अर्को पनि लगिदिनु पऱ्यो कि सर दुईजना मेन बस अहिले आउनलाई हाम्रो घर मालिक हुनुहुन्छ पदम बहादुर रोकाया रारा मुर्म हाम्रो वीरेन्द्र सरलाई पनि धेरै धेरै धन्यवाद अब यसरी नै मङ्गल सर अब आजको यात्रा शुभ मङ्गल धन्यवाद हाम्रो ग्रुपको तर्फबाट तपाईँलाई धेरै धेरै धन्यवाद ल अब हाम्रो चाहिँ अब हामी चाहिँ भ्यू टावरतिर लाग्दैछौँ अब सबैजना यहाँ गेटिङ होइन अब दुईजना चाहिँ हाम्रो हर्समा जाँदै हुनुहुन्छ रातो 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 ज्याकेट चल्नेहरू चाहिँ हाम्रो घोडामा होइन अनि हामी अरू चाहिँ यो कालो ग्रे कलरको वाला चाहिँ हामी चाहिँ सबै 11 नम्बरको गाडीमा मासु खाँदै जाउँ भने 2 घण्टा देखाएको दाइहरू चाहिँ अब घोडामा बसी जानुभयो हामी तिनजना चाहिँ हिँड्दैछौँ अहिले हामी जानुपर्ने चाहिँ आई गेस त्यो टुप्पो डाँडामा हो हाम्रो अजित ब्रो पनि घोडामा चढ्यो दाइ हाम्रो अरू दुईजना साथीहरू छ नि माथि छन् जय शम्भु जय महादेव हर हर महादेव नमस्ते सेवा दामी यताबाट हिँड्छ बस बस सिधै जाने सो स्लाइटली मेरो रुट चाहिँ चेन्ज भएको छ सो निरजहरू चाहिँ घोडाको रुट गएको छन् सो म चाहिँ यहाँ वकिङ ट्रेल गइरहेको छु अजित अजित लग न ल मन न घोडा जान मान्दैन ए हो दाइ नमस्कार मेरो नाम दर्शन ढोकाया म यो रारा इको रिसोर्टको सञ्चालक रारा आइसकेपछि
मुर्मटप आउनै पर्ने गन्तव्य हो राराको फुल भ्यू लिनको लागि र यहाँका हिम श्रृङ्खला अपी, साइपाल, कान्जेरुवा, सिस्ने हिमाल, कोइकी हिमाल, जिल्ला मुगु, जुम्ला, कालीकोट, हुम्ला, डोल्पा र चाहिँ बजाङ, उता दार्चुला अनि केही बाजुरा र केही तिब्बतका सिमानाहरू पनि यहाँबाट निहाल्न सकिन्छ। अनि यो रारा घुम्न आइसकेपछि मुर्मटप मात्रै छैन, यहाँ नजिकै एउटा शिव पार्वती गुफा भन्ने हुन्छ। त्यो गुफाभित्र चाहिँ करिब 1000 देखि 1500 जति भेडा च्याङ्ग्राहरू त्यहाँ अट्छ। कुनामा चाहिँ पानी पनि निस्किन्छ अनि त्यहाँ पुराना ऐतिहासिक चाहिँ शिव पार्वतीका मूर्तिहरू पनि देख्न सक्नुहुन्छ। यहाँबाट करिब 1 घन्टा हिँड्नुपर्छ। अनि यो रारा ताल कसरी रह्यो भन्ने चाहिँ वैज्ञानिक को कुरा एउटा छ भने पौराणिक कुरा अर्को छ। त्यसमा के छ भन्दाखेरि हाम्रा पुर्खाहरूले हामीलाई भन्दै आएको कुरा के छ भन्दाखेरि यो रारा तालभित्र पहिला चाहिँ 7वटा गाउँ थिए अरे। 7वटा गाउँमा चाहिँ त्यहाँ एकजना बाबाजी भिक्षु आउनु भएछ। भिक्षा माग्दै आउने क्रममा चाहिँ कसैले पनि त्यहाँ उहाँलाई चाहिँ बास बस्ने दिनु भएन छ। त्यो नदिँदाखेरि एउटा बुढी आमाका घरमा जानुभएछ अरे। बुढी आमाको घरमा गइसकेपछि उहाँले मलाई बास दिनु पर्यो, यो 7 गाउँमध्ये कसैले मलाई बास दिनु। यत्रो 7 गाउँमा धेरै धनी मानिस हुनु होलान्। उहाँहरूले बास नदिएपछि मेरो पनि कसरी मेरो घरमा बस्नुहुन्छ तपाईँ भन्दाखेरि नै म यहीँ बस्छौँ। अनि भन्दाखेरि मसँग खानेकुरा पनि छैन, मसँग बस्ने राम्रो बास पनि छैन भन्दाखेरि नै खानेकुरा अब तपाईँको गाई छ कि छैन भन्नु भएछ। गाई त छ, मेरो थाडी गाई छ, धेरै जमानादेखि बिहाको छैन भन्नुभएछ। अनि चामल छ कि छैन, भकारी छ कि छैन भन्दाखेरि भकारी त छ, खाली छ, मसँग बुढो मान्छेले कमाइ पनि हुँदैन, केही छैन भन्नुभएछ। त्यसपछि चाहिँ उहाँले ल आज चाहिँ तपाईँको भकारीमा चामल पनि छ, तपाईँको गोठमा गाई पनि ब्याएको छ भनेर उहाँले भन्नुभएछ। अनि बुढियामा चाहिँ गोठ गाई हेर्न जाँदाखेरि बाछो छ, भकारी हेर्न जाँदाखेरि चामल भयो। ल आज तपाईँ र मिलेर चाहिँ खिर खाने भन्ने योजना बनाउनु भएछ। अनि बेलुका खिर खानु भएछ। खिर खाइसकेपछि बाबाजीको चाहिँ योजना फरक रहेछ। उहाँले चाहिँ यस्तै चिन्डोमा पानी बोकेर ल्याउनु भएको रहेछ। अब चाहिँ तपाईँ बुढियामा आज पाखोमा जानुहोस्, म भोलि बिहान तपाईँलाई भेट्छु, आज म यतै तपाईँको घरमा बस्छु भनेर भन्नुभएछ। अनि बुढियामालाई माथि पाखोमा लाउनु भएछ। पाखो भनेको चाहिँ अहिले राराबाट नजिकको बुढा छेत्री बस्ने गाउँ थियो। त्यहाँ रारामा 2वटा बस्ती थियो। रारा शाहहरू बस्थ्यो भने यता त्यो बुढियामा बस्ने गाउँलाई चाहिँ छाब्रु भन्थ्यो। त्यो बुढियामा बसेका कारणले त्यहाँका मान्छेलाई बुढा छेत्री नामकरण भएको थियो। त्यो चाहिँ ताल राति त्यो बाबाजीले चाहिँ यस्तो चिन्डोमा पानी बोकेको त्यो फुटाएर अनि यो ताल बनेको रे। अनि भोलि बिहानपल्टि चाहिँ ती बाबाजी त्यहाँ माथि त्यो पाखोमा आएर बुढियामालाई भेट्नुभएछ। ल बुढियामा अब तपाईँ तल बस्ने, म माथि बस्ने भनेर त्यो अहिले पनि हजुर यहाँबाट भोलि जाँदाखेरि त्यो तालको किनारभन्दा माथि तल गाउँको अलिकति त्यहाँ भत्किसकेको छ, केही ढुङ्गाहरू देख्न पाउनुहुन्छ र माथि मन्दिर छ। त्यतिखेर बाबाजी आएर त्यो शिव मन्दिर हो अहिले, त्यहाँ बस्नु भएको रहेछ। त्यही हो कहानी। ताल उत्पत्ति भइसकेपछि अनि ठाकुरज्यू छायानाथ भन्छ यो माथि उतापट्टि चाहिँ यहाँका जुम्ला, मुगु, बाजुरा, तपाईँको तपाईँको बजाङ, अब हुम्लाको मान्छे सबै त्यहाँ साउने पूर्णिमामा त्यहाँ तीर्थस्थल गर्न जान्छन्। अनि यो तीर्थस्थल कसरी बन्यो अरे भन्दाखेरि यो चाहिँ रारा चाहिँ स्थापना हुँदाखेरि चाहिँ यो पानी उता निकास हुन खोजेको थियो अरे। अनि ठाकुरज्यूले चाहिँ उताबाट बाण हानेर लात्ता हानेर, ठाकुरज्यू भनेको चाहिँ ठाकुरज्यू भने शिवको अर्को रूप, शिवको अर्को रूप। उहाँले चाहिँ तपाईँको त्यहाँबाट बाण हानेर यसलाई पानी यता निकास गर्नुभएछ। यहाँ पनि त्यस्तै पहाड थियो अरे। त्यो पहाडलाई पेलेर उता राख्नु भएको छ। उता त्यसको छाप देखिन्छ, पैतला हजुर। त्यो चाहिँ पहाड ढकेर उता अहिले त्यहाँ जङ्गल पुरा भइसक्यो। पहिला नगर ठ्याक्कै पैतला जस्तै देखिन्छ त्यहाँबाट। धन्यवाद थ्याङ्क यू सर, शुक्रिया। अब तपाईँको यहाँ गाई जब रारा आउँदाखेरि होइन यस्तो तलबाट मात्रै हेरेर नफर्किनु होला होइन। यो नै हो, हामी यहाँबाट नै
यहाँबाट नै हामी हिँड्दै यसो गरेर माथि गएको हो। सो यहाँसम्म नि आउँ गाइज होइन, आउनै पऱ्यो यहाँसम्म नि। थ्याङ्क यू दाइ। अब हामी एकछिनमा खानासाना खानेछौँ, खाना पाक्दैछ हाम्रो। हिजोको बाँकीको च्याङ्ग्राको मासु पनि बाँकी नै छ हामीसँग होइन भाइ। यहाँको लोकल चामलको भात, यहाँको लोकल रातो चामल हाम्रो, जस्तै कि कुमार सागर हाम्रो फेमस आर्टिस्ट उहाँले भन्नुभएको जस्तै आलु तरकारी सबै यहाँको लोकल, फापरको रोटी, रातो चामलको भात खाउँला होइन, तालैमा। अहिले हामी सबैजना चाहिँ माथि भ्यू पोइन्ट टावरमा जाँदैछौँ। अब यहाँको लोकल दाइहरूलाई चाहिँ 10-15 मिनट रे, सो हामीलाई 20-25 मिनट राखेको छौँ। त्यो टुप्पो गएर आयौँ। अब ब्याक टु होटल where we will be doing campfiring and barbecue. आज पानी परेको छैन, सो हामी बार्बेक्यू गर्ने सोचिरहेछौँ। सो हिजो पनि प्लान थियो बार्बेक्यू गर्ने, तर due to the unfortunate weather we have to cancel that. So अहिले तल हाम्रो बार्बेक्यूको लागि आगो सागो सबै रेडी भइरहेछ। We couldn't see the actual beauty of Rara. So अघि हामी दिउँसो टन्न पावर न्याप लियौँ, किनभने हिजो हामी लगभग 4-5 घन्टा मात्र सुतेको थियौँ। सो आज चाहिँ अलिकति रिचार्ज गरेर एनर्जाइज भएर हामी फेरि इभिनिङ वक एज अ माथि आएको थियौँ टावरमा। टावरबाट सनसेट भ्यू पनि खासै देखिन्न, क्लाउडले सबै कुराहरू छेकिएको थियो। सो हामी बसेको होटल चाहिँ इज द्याट गाइज। सो लेट्स सी इफ वी कुड गेट लकी एन्ड स्टार ऱ्याप्सहरू चाहिँ हामी खिच्ने कोसिस गर्नेछौँ, मेबी 1 or 2 hour को राखेर। ल डे 8 गुड मर्निङ सबैलाई। गुड मर्निङ। आज हामी यो रारा इको रिजोर्टबाट चाहिँ ब्रेकफास्ट गरेर हामी अब पुग्न हाम्रो गन्तव्य तल राराको बोटिङ एरियातिर जाँदैछौँ र महादेवको दर्शन पनि गर्नेछौँ। र त्यो भन्दै अब हामी यहाँबाट बिदा गर्दैछौँ। ल थ्याङ्क यू। हिँड्ने क्रममा चाहिँ हामीले यहाँ पिङ्क कलरको लालीगुराँस देख्यौँ। ओम नमः शिवाय, हर हर महादेव। हाम्रो महादेवको मन्दिरमा आइपुग्यौँ। यहाँ चाहिँ हामी महादेवको दर्शन लिएर हामी बोटिङ स्टेसनतिर लाग्नेछौँ। हर हर महादेव, भोलेनाथ जय भोलेनाथ, कैलाश भोलेनाथ, हर हर महादेव, जय छाप्रपा महादेव की जय। उतलो माछा पनि हेर्नु बोट राइड सुरु। सबैजना पालो पिलो जाँदैछन्। हाम्रो राजेन्द्र दाइ पनि दाइ म यता आउँ। सामान्य सर, यस्तो टाउको सामान्य। यसरी Paddling, paddle.
ब्याग भित्र है मिसिनवालै चाहिने रहेछ नो क्या ब्लू सुलामा ब्लू गाज तल हेर ले भिडियो लिएर है लियो र तलैमा गीत गाउनु पाए हुन्थ्यो ल धन्यवाद राजेन्द्र सर ल धन्यवाद धन्यवाद सर ल हामीले सक्सेसफुली रारा सकाएकोमा अब हजुरलाई पनि लगाइदिनु पऱ्यो ल अब निरज सरले हाम्रो राजेन्द्र सरलाई पनि रारा ताल भ्रमण गर्नुभएकोमा कम्प्लिट गर्नुभएकोमा यो देखाउँछु मलाई बधाई छ है त तपाईँलाई ल हामी सबैलाई बधाई छ ल हामी सबैलाई बधाई है त ल फाइनली कम्प्लिटेड रारा खै रारा देखाउ रारा यो मिठो कि यो मिठो मलाई त यही मिठो रेस्क्यू टिम चाहिँ आइपुग्यो अहिले ठ्याक्कै हाम्रो बाइक रेस्क्यू गर्नु अहिले 11:40 गयो भर्खर हामी होटल पुग्यौँ दैलेखमा यसरी बाइक ल्याउनु परेको छ बत्ती केही बालेन क्या हामी कन्फ्युज भयो खजुरै होला खजुरी रोटी हामी दैलेखको बजारमा एकदम प्रत्येक जोइनमा छ तपाईँ प्रत्येक ढुङ्गा जोइन छ नि त्यहाँ क्याप बनाएर टक्क हालेछ गाईको जानकारी अनुसार चाहिँ यो मान्यता अनुसार हाम्रो धर्मको अनुसारले चाहिँ पाण्डवले कैलाश जाने क्रममा बनाएका पनि भन्छन् होइन र साइन्टिफिकल्ली हामी कार्बन डेटिङ गर्दाखेरि चाहिँ यो 1500 भन्दा पुरानो मन्दिर जुन कि यो दैलेखमा अवस्थित होइन हुन त यहाँ पञ्च देवालय भने पनि होइन यहाँ 22वटा देवालय रहेछ र यो प्रत्येक देवालयमा चाहिँ स्टोनको साथसाथै आइरन पनि युज भएको देखिएको छ धेरै हेल्प गरिदिनु एक्चुअली he came back from Rara and unfortunately like one of my friends like he got several holes in the tire and we had no option. Sir helped us. He provided us the vehicle to rescue us on 1 AM. Like his team have provided us like food and everything. Wow. And we were glad to and give us a shelter as well. Yeah. And we were glad that he helped us in both situations. And we'd like to appreciate your effort on that, sir. And we'll not never be gonna forget this moment. And we'll never gonna forget this hotel parking, which is in Dalek. So if you came here in this place, please don't forget to stay in this Dalek parking hotel, which is like organized by Boxer and his team. So it's a good hotel, and to those friends who are going to Rara,
it will be kind of easier and kind of shortcut if you go via Daily to go to the Rara. So I would suggest if you came here, don't forget to stay here and meet this good gentleman out here who help us on those situations. Thank you, sir, once again. So and these guys are like two Americans who came from bike to explore Nepal, and I would like to also good safe journey, safe ride, and don't get sick again. Thank you. And everything will be fine, and the weather is fine. You can just go and chill out. If there is a rain, don't stop. Yes. Okay. Thank you and all the best for you as well. Yeah, safe journey you guys getting home. Yes, sure. Thank you. Great to meet you. Thank you. स्थानीय सरकार भइसकेपछि अनि एउटा टोप ल्याएर त्यो टोप ल्याउन पनि महाभारत हुँदो रहेछ पुरै तपाईँको सैनिक लगाएर 20 लाख खर्च गरेर त्यो बाहिर गएर सुर्खेत पुगिरहेको थियो स्विजरल्यान्ड पुगिरहेको थियो अनि त्यो पण्डितहरू सेनाको पण्डितहरू बसेर अनि तपाईँको पूजाआजा गर्दै ल्याएर अनि साइज हेरेर ल्याएर अनि स्थापना गरे हो यहाँ कति साल अगाडिको छ धेरै साल अगाडिको उतापट्टिको क्याम्पस अर्का भन्ने रहेछ अर्का र सुन्दरी नामक तोपहरू लगिएको तोप यो 28 सम्म हाँडे लगाएर रहेछ कि यहाँ हामीले थाहा पाउने बेला यहाँ सानो घर थियो कि यहाँ पुरानो यसलाई त्यो के यो यसको हजुरको पुरै सेनाको एरिया हो कि यो हामी दैलेखको एकदमै पुरानो चिया पसल 100औं वर्ष पुरानो चिया पसलमा हामी प्रस्थान गर्दैछौँ। वर्षपछि फेरि आउँछ अहिले रोकेको अहिले सुर्खेतबाट अलि एयरपोर्ट आउँछ बोला डाइरेक्ट बजार मार्केट है दिदी यो बागलुङ जाने बाटो हो बागलुङ यताबाट पनि जान मिल्छ है बाटो राम्रो छ अङ्कल बाटो राम्रो छ यहाँ सुन्नुहोस् मैले हजुरहरूलाई बागलुङको बाटो पठाइदिन्थेँ मलाई यहाँ बस्नु ठाउँ छैन हो र म
तपाईँहरूलाई बाटो देखाइदिन्थेँ। तपाईँ बागलुङ जानुहुन्न भयो? बागलुङ त होइन, म हरिपुर हो, त्यही बाटो हो बागलुङ जाने। थ्याङ्क यू। हामीले अहिले भर्खरै मिरमिरे क्रस गरेर अहिले मिरमिरेबाट जाने बागलुङ जाने बाटो है पेट्रोल पम्प। यहाँबाट चाहिँ हामी प्लानिङ गो टु कालीगण्डकी कोरिडोरको बाटो जुन कि फराकिलो छ भन्न सुनेको छौँ। बाटो छैन। यो हाम्रो कालीगण्डकीको साइडको कोरिडोर होइन त यो? हजुर हजुर। हाम्रो कालीगण्डकीको साइडको कोरिडोरमा चाहिँ हाम्रो बाटो बनाउने क्रममा दुईवटा ठाउँमा बारुदले बम पड्काएर उ गरेको छ अरे, त्यही भएर बाटो अवरोध गरेको छ। सो हामी अघिनकै ड्यामकै बाटोबाट फेरि यता लागेर यो कालीगण्डकीको कोरिडोरमा टच गर्नेछौँ। कालीगण्डकीको कोरिडोर भेटायौँ। नयाँ बाटो नगइकन पुरानो बाटै आयौँ हामी। दाइ जान्छ? धन्यवाद दाइ। जान्छ द्याट्स इनफ फर। सो यहाँ चाहिँ बाटो बनाउने क्रममै हो, बाटो क्लियर भएको अवस्था। अब यताबाट गयो भने चाहिँ खोला हेर गाइस, कालीगण्डकीमा दाइ भनेको सकिन्न। कालीगण्डकी लास्टै कालो रहेछ है। त्यो ड्याम कटेपछि चाहिँ बाटो बनाउँदैछ भनेर दाइहरूले अघि भन्नुभएको थियो होला। So we did the whole circuit from here. हामी यहाँबाट रुकुम गयौँ, रुकुमबाट रारा गयौँ, राराबाट हामी फर्केर मुगु पुगेर, मतलब हामी राराबाट मान्ना पुगेर, मान्नाबाट दैलेख पुगेर, दैलेखबाट सुर्खेत गएर, सुर्खेतबाट हामी कोलपुर पुगेर, कोलपुरबाट बुटोल पुगेर, बुटोलबाट हामी यता बागलुङ आइपुगेछौँ। अब हामी एकछिनमा हामी जानेछौँ पोखरा। यहाँ पिलियनले पनि स्टार्लिङ गरेर चलाउनु पर्ने हुन्छ। अब यो हामी आइपुग्यौँ फाइनल्ली एक राउन्ड हानेर। गाइस हामी आइपुग्यौँ बागलुङ, पुरा एक राउन्ड हानेर हाम्रो लाग्यो पुरै 12 दिन। दाइ नमस्ते। हामी हाम्रो बाइकहरू पिकअप गरेर अब हामी पोखरातिर लाग्दैछौँ। त्यो पोखराको राइड अब यहाँबाट सुरु हुँदैछ।
सो आजको हाम्रो चाहिँ यो होटलमा हुँदैछ सो हाम्रो गाइज यता छन् डे 14 सो फाइनल्ली हामी जाँदैछौँ आज काठमाडौँ सो अहिले ठ्याक्कै 10 बज्यो सो मोस्ट प्रोबेबली हामी 5-6 बजेसम्म त काठमाडौँ पुगिहाल्छौँ सो काठमाडौँ जान चाहिँ हामी अहिले बाटो अवरोध भएकोले चाहिँ हामी टोखा हुँदै जाने सोचिरहेछौँ सो लेट्स सी हाउ इट गोज सो निरज अलरेडी सो निरज आजबाट पूर्ण राइडिङ कन्टिन्यू सुरज पनि यही छ अनि अजित इज हियर टु एक्साइटेड Yo. Finally our ride is going to be end हाम्रो राइडको फाइनल फ्युल फिलअप जुन कि हाम्रो 8औं फ्युल फिलअप हो यहाँबाट चाहिँ हामी सिधै काठमाडौँसम्म फिलअप गरेपछि पुग्छ हामीलाई इन्जोइङ द राइड गाइजहरू पनि मेरो पछाडि छ नि यहाँ लाइनमा Thank you, Suraj, for coming in this trip, right? I'm very भेटौँला है सानो भेटौँला Thank you for coming this ride. Thank you.